तो कोलकाता में जो थिएटर फेस्टिवल, चिल्ड्रंस थिएटर फेस्टिवल में पार्टिसिपेट करके कैसा लगता है आपको? मलाई एकदम रमाइलो लाग्छ र एकदम गौरव पनि महसुस हुन्छ। यहाँ चाहिँ तपस दाले जुन किसिमको एउटा विभिन्न राष्ट्रका भाइ बहिनीहरूलाई समेटेर जुन यस किसिमको नाटक महोत्सवहरू आयोजना गरिरहनु भएको छ, यसले चाहिँ हामी एकअर्का बिचको सांस्कृतिक र सामाजिक कथाहरूलाई आदान प्रदान गर्न पाउँछौँ। त्यसैले मलाई चाहिँ एकदम खुसी लाग्छ। आपका जो ये प्ले है इस टाइम जो आप लाए हैं, इसका थीम क्या है? यसको मुख्य आशय भनेको चाहिँ आजभन्दा लगभग 20-22 वर्ष अगाडि जुन एउटा माओवादी द्वन्द्वकालमा हाम्रो देश ग्रस्त अवस्थामा चलिरहेको थियो, त्यस समयमा चाहिँ समाजले के देखे त भन्दा माओवादी पक्षबाट भएका विध्वंसहरू देखे अनि माओवादी साथै सेनाको पक्षबाट भएका कति त्यो अपराधै भनौँ न, त्यस्ता खालका देखिराखेका थिए। तर त्यो भित्र पनि कतिपय अवस्थाहरूमा चाहिँ एउटा लुकेर बसेको समाजको आँखामा नपरेको अर्थात् समाजको आँखाबाट ओझेल नपरेको कति घटनाहरू थिए। त्यस्तै घटनाहरूमध्येमा एक घटनालाई मैले काल्पनिक रूपले लिएर आएको छु। कितने बच्चे आपके साथ आए इस बार? मसँग अहिले जम्मा 17 जना भाइ बहिनीहरू हुनुहुन्छ जो चाहिँ प्रमुख पात्रहरू हुनुहुन्छ। और वो जो चिल्ड्रंस थिएटर सीन अब कैसा है नेपाल में? चिल्ड्रेन्स थिएटर चाहिँ पछिल्लो समयमा चाहिँ केही जुर्मुराएको अवस्थामा छ। पहिला केही हाम्रा अग्रज दाजुहरूले यसलाई घिसार्दै भए पनि यहाँसम्म ल्याउनु भइराखेको थियो। त्यसको लागि चाहिँ म हाम्रा अग्रज दाजुहरूलाई म हृदयदेखि नै धन्यवाद दिन्छु, जसले यो चिल्ड्रेन्स थिएटरको कन्सेप्टहरूलाई बिस्तारै अघि सार्दै आउनुभएको भइरहेको थियो र अहिले पनि हामी दाइहरूकै साथमा, दाइहरूकै सहकार्यमा हामी अगाडि बढिराखेका छौँ। विगतमा भन्दा केही जुर्मुराउँदै गरेको अवस्थामा देख्न सकिन्छ नेपालमा पनि चिल्ड्रेन्स थिएटरलाई। बच्चे को थिएटर में इंटरेस्ट क्या देख रहे हैं आप? कितना इम्पोर्टेंस है थिएटर बच्चे लोग के लिए? एकदम राम्रो प्रश्न तपाईँको यो जुन प्रश्न छ। थिएटरमा बालबालिकाहरू आउनु या थिएटरमा समावेश हुनु किन आवश्यक छ भन्दाखेरि थिएटरबाट चाहिँ विभिन्न किसिमका स्किलहरू हामीले भाइ बहिनीहरूलाई प्रदान गर्न सक्छौँ, उनीहरूमा विकास गर्न सक्छौँ। जस्तो पहिला छ इमेजिनेसन, हैन? जस्तो हामीले इमेजिनै गर्ने हो, कति सिनहरू इमेजिन गर्नुपर्छ, रिकल गर्ने, हैन? विगतका कुराहरूलाई हामीले सम्झेर हामीले अभिनय गरिराखेका हुन्छौँ, हैन? कन्सन्ट्रेट हुनुपर्छ, डिसिप्लिनमा रहनुपर्छ, लिडरसिप हुन्छ, एक्सप्रेसिभ हुन्छ। यस्ता विभिन्न किसिमका स्किलहरूको कारणले गर्दाखेरि चाहिँ यी सबै कुराहरू चाहिँ थिएटरबाट बच्चाहरूमा हामीले प्रदान गर्न सक्ने भएको कारणले अहिलेको बच्चाहरूको लागि चाहिँ थिएटर एकदम इम्पोर्टेन्ट छ भन्छु। थिएटर फेस्टिवल हो रहा है, ये इम्पोर्टेंस कैसा है? ये जो इंडिया से, नेपाल से, जापान से सबसे आ रहे हैं, इसको आप कैसे देखते हैं, क्या नजरिए से देखते हैं? अहिलेको अवस्थामा हेर्ने हो भने विश्व एकदम सानो भइसक्यो, हैन? विभिन्न माध्यमबाट हेर्ने हो भने, मिडियाको थ्रुबाट हेर्ने हो भने विश्व एकदम सानो भइसक्यो। अनि हामीले सांस्कृतिक र सामाजिक कुराहरूलाई पनि आदान प्रदान गर्ने एउटा गतिलो माध्यम भनेको चाहिँ थिएटर नै हो, जहाँ प्रत्यक्ष रूपमा भाइ बहिनीहरूले अभिनय गर्न पाउँछन्, अन्य देशका, अन्य राष्ट्रका भाइ बहिनीहरूको कला कल्चरहरू सिक्न पाउँछन्, त्यहाँबाट बुझ्न पाउँछन्, जसको माध्यमबाट चाहिँ एक्सचेन्ज भइराखेको हुन्छ कला संस्कृतिहरू। त्यही भएर थिएटर फेस्टिभल चाहिँ एकदम इम्पोर्टेन्ट छ। लास्ट क्वेश्चन, यंग जेनरेशन को क्या मैसेज देना चाहते हैं थिएटर के बारे में? म यङ जेनेरेसनको लागि चाहिँ म थिएटरको बारेमा के भन्न चाहन्छु भने तपाईँहरू थिएटरमा आउन एकदमै आवश्यक छ। तर यो होइन कि कलाकारै बन्नुपर्छ भन्ने छैन। तपाईँले थिएटरबाट सिकेका विभिन्न स्किलहरू तपाईँ पछि जेसुकै हुनुहोस्। जस्तै एउटा उदाहरणको लागि म भन्छु, तपाईँ भोलि कुनै एउटा कम्पनीको, प्राइभेट कम्पनीको सिइओ बन्नुभयो, हैन? त्यहाँ तपाईँमा लिडरसिपको पावर चाहियो, कम्युनिकेसनको पावर चाहियो, हैन? अनि त्यसपछि तपाईँलाई एक्सप्रेसनहरूको नलेज हुनु पर्यो, किनकि तपाईँको मातहतमा बस्ने विभिन्न आफ्ना कामदारहरूको, आफ्नो कर्मचारीहरूको उनीहरूको इमोसन बुझ्नुपर्ने हुन्छ। अनि आफ्ना कस्टमरहरू या क्लाइन्टहरूसँग डिल गर्नुपर्ने हुन्छ। त्यसको लागि त तपाईँमा स्किल चाहियो नि त। अबको भविष्यमा भनेको सबैजना यो एजुकेसन वाइज हेर्ने हो भने एकाडेमिकल्ली चाहिँ सबैजना स्ट्रङ हुन्छन्। तर को चाहिँ विशेष हुन्छ त भन्दा जोसँग यो एक्स्ट्रा एक्टिभिटिजहरू, एक्स्ट्रा स्किलहरू जोसँग छ उनीहरू मात्रै अब चाहिँ सक्सेस हुन्छन्। त्यही हिसाबले तपाईँहरू थिएटरमा आउनुहोस् भन्छु म। तर मात्र एक्टर बन्नको लागि होइन कि थिएटरबाट प्राप्त गर्न सकिने विभिन्न स्किलहरू लिनको लागि थिएटरमा आउनुहोस् भन्छु म। थ्याङ्क यू। थ्याङ्क यू।